Hajime Masite, हजुर नमस्ते। Rakasan. हजुर हजुर हाम्रो खाइसामा जोइन हुनुभएको कति भयो? जोइन भएको चाहिँ 1.5 वर्ष भयो मेरो। अहिले हाम्रो खाइसा चेन्ज गर्ने केही प्लान त छैन है? पैसा चेन्ज गर्ने केही पनि प्लान छैन अहिलेसम्म चाहिँ मेरो। अब हजुर भविष्यमा अब त्यो भनेको र अब कम्पनीमा राम्रो काम भइरहेको अवस्थामा चाहिँ अहिलेसम्म चाहिँ राम्रोसँग काम भइरहेको छ। राम्रो काम भइरहेको बेलामा चाहिँ अब छोड्ने भन्ने कुरा त विकल्पै हुन्न हजुर होइन। जुन भिसा स्थितिमा आएको त्यसमा काम भइरहेको छ, त्यसको कुनै पनि समस्या नभएको भएर चाहिँ छोड्ने मेरो केही पनि प्लान छैन अहिले। अनि कन्ट्र्याक्ट अनुसार स्यालेरी पाइराख्नु भएको छ? कन्ट्र्याक्ट अनुसार स्यालेरी पाइरहेको छ। अनि कन्ट्र्याक्ट अनुसारकै काम गरिराख्नु भएको छ? हजुर जुन स्किलमा आएको हो त्यही अनुसार कन्ट्र्याक्ट अनुसार काम चाहिँ भइरहेको छ, गरिरहेको छ अहिलेसम्म। हजुर अनि तपाईँको स्वास्थ्यमा केही समस्याहरू? अहिलेसम्म कुनै पनि किसिमको समस्या चाहिँ देखा परेको छैन, हजुर ठिकै छ अहिलेसम्म चाहिँ। अनि तपाईँले काम गर्दा कुनै धम्कीहरू दिने त्यस्तो अनैतिक क्रियाकलापहरू गर्ने त्यस्तो केही छ? काम गर्ने क्रममा धम्कीहरू दिने अनैतिक क्रियाकलाप हुनेहरू चाहिँ भएको छैन अहिलेसम्म चाहिँ। हजुर र यस्तो हुँदैन पनि जस्तो लाग्छ मलाई, किनभने सबैले मिलेर काम गर्ने हो, एकअर्कामा सहयोग गरेर। अब नर्मल डिस्कसन त भइ नै हाल्छ काम गर्ने कुरामा, यो मिलेन त्यो मिलेन भन्ने कुरा त्यो नर्मल कुराहरू हो। त्यसै व्यक्तिगत रूपमा चाहिँ कुनै कुनै किसिमको धम्कीहरू चाहिँ हुँदैन, छैन अहिलेसम्म चाहिँ। अनि तपाईँको जाहेर कार्ड पासपोर्ट तपाईँसँगै राख्नु भएको छ? जाहेर कार्ड पासपोर्ट चाहिँ मैसँग छ अहिलेसम्म। हजुर अनि तपाईँलाई आवश्यक परेको बेलामा बिदाहरू पाउने त्यस्तो सुविधा पाइराख्नु भएको छ? हजुर आवश्यक परेको बेला बिरामी भएको बेला भन्दाखेरि बिदाहरू चाहिँ पाइरहेको छ। हजुर हजुर अनि अरू त्यस्तो केही हाम्रो खाइसालाई यस्तो गर्दै हुन्थ्यो भन्ने केही कुराहरू छ? यस्तो गर्दै हुन्थ्यो भन्ने कुराहरू त अब त्यो भए तापनि अब हुने क्रममा सबैलाई हुने हो, मलाई मात्र हुने होइन। भए राम्रो हो। अब अहिलेसम्म जे छ राम्रै छ अहिलेसम्म चाहिँ। अब फर्दर अब भोलि भएको कन्डिसनमा चाहिँ भएको राम्रो हो, नयाँ नयाँ कुराहरू भएको त राम्रै कुरा हो नि हजुर होइन। हजुर अब अहिलेसम्म चाहिँ ठिकै छ, अब जे छ त्यसैमा ठिकै छ अहिले चाहिँ। हजुर तपाईँलाई त्यस्तो केही समस्याहरू छ भने तपाईँहरूको पर्सनल्ली मेसेन्जर ग्रुप छँदैछ, त्यसमा चाहिँ हजुर कुराहरू राख्नु होला। सकेसम्म त्यसलाई चाहिँ समाधान गर्ने कोसिस गर्ने हो। ओके ओके हुन्छ। अहिलेसम्म त राखिरहेको छौँ, त्यो समस्याहरू पर्दाखेरि हामीले कुरा राख्ने गरेको छ, हजुर ग्रुप पनि छ। हजुर हजुर अहिलेसम्म ठिकै छ, राम्रैसँग काम भइरहेको छ। हजुर अब जुन भिसामा आएको त्यही काम गरिरहेको छौँ, ठिकै छ अहिलेसम्म राम्रै छ। हस् तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। आजलाई यति नै है। हजुरलाई बङ्गलादेश। हजुरलाई पनि धेरै धेरै धन्यवाद, मलाई यहाँ समय दिएर सोध्नुभयो है। हस् हस्, नमस्कार समादेश। नमस्कार समादेश।